ला मरेको मान्छे खामरा पो लिएर जाने हो कि क्या? पनि 12 बज्न आँटेको छ, जल्दी हालौँ छिटो। उचाल त भाइ, तिमी यति उचाल्न सक्छौ? बिचमा डर पनि लाग्छ। फुलबुट्टे साडीमा कति राम्री देखि बेलचाले गमगम। हाई एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि म चाहिँ रुबिना श्रेष्ठ हजुरको सामु न्यू भिडियो लिएर आइसकेको छु। हजुर सबजना सन्चै हुनुहुन्छ होला भन्ने आशा राख्दै म चाहिँ भिडियो स्टार्ट गर्दैछु। आज चाहिँ हाम्रो छुट्टीको दिन, अनि यहाँ भाइको पनि छुट्टीको दिन होइन त? हो नि, कहाँ हिँडाटेको त? जङ्गल। किन जानु लागेको जङ्गल? माटो के गर्ने? माटो लिएर आउने। किन? अर्को बोरा, फेरि बोरा अरे 4टा जति लगौँ भन्ने कुरा। अनि हामी चाहिँ अहिले कहाँ पाउँछ? अब हामी चाहिँ म चाहिँ किन भिडियो स्टार्ट गरेको नि, आज हामी चाहिँ के अरे फुल रोप्नको लागि माटो लिन जङ्गल जान लाग्यो गाइस। त जिन्दगीमा चाहिँ जङ्गल गएको छैन, जङ्गलको माटो कसरी ल्याउने भन्ने कुरा थाहा छैन। माटो लिन पो गएको छैन भनेको त धान के अरे मकै के भनेको धान मकै पहिला घाँस काट्न, पहिला दाउरा काट्न त हामी जङ्गल जान्थ्यौँ नि। हाम्रोबाट नजिकै छ जङ्गलमा, देख्न सक्नुहुन्छ उयो पर नि हाम्रो जङ्गल हो क्या। भानालाई याद बिर्सिँदैन होला। भानाले रिसाले एउटा टुक्रा बोकाइदियो कि, त्यति लामो टुक्रा बोकाइदिएको कि रिसाले आधी बाटोमा फालेर आएको याद छ नि त? रिसाले बम भएर होइन। सो अनि हामी चाहिँ फुल रोप्नको लागि चाहिँ माटो लिन जङ्गल जाँदैछौँ गाइस। सो माटो चाहिँ कताबाट ल्याउने, कसरी ल्याउने त थाहा छैन। जङ्गल लगाएको पनि धेरै वर्ष भइसकिसक्यो। यहाँ घरदेखि माथि र त्यहाँ आन्टीहरूको सँग मात्र पुगिन्छ, त्यहाँ उता माथि पुगेकै छैन नि त। अब के छ कस्तो हाम्रो गाउँ पनि हजुरहरूमा देखाउँदै लानेछु। अनि हामीले चाहिँ अस्ति गमला किन लिएर आएको थियौँ साथीहरू, गमला गाइस होइन। यस्तो गमला लिएर मम्मीलाई चाहिँ मैले गमला लिएर आउने भनेको थिएँ नि त। फुलबुट्टे साडीमा कति राम्री देखिन्छ भने जस्तै गमला पनि फुलबुट्टेमा त कस्तो राम्रो देखेको है। अनि यस्तो गमला ल्याउनु भएको छ कतिवटा, 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15वटा गमला लिएर आउनु भएको छ मम्मीले। यो चाहिँ किन भन्दाखेरि चाहिँ यो चाहिँ अब हाम्रो स्टुडियो बन्दैछ नि त। अन्त स्टुडियोमा चाहिँ बाहिर सारा प्लान्टहरू रोप्ने हो नि त। अनि त्यही भएर यसको लागि चाहिँ अर्ग्यानिक माटो लिएर आउने हो। जङ्गलमा भएको माटो मजाले सप्रिन्छ अरे नि त फुलहरू, त्यही भएर त्यही सोचेर चाहिँ हामी जानु लागेको माटो लिनलाई 12 बजेको घाममा। अनि हामीले सफारी बोलाइरहेको छ, अब सफारी लिएर जानु पर्यो नि त। अनि बोकेर आउने कुरा पनि भएन। अब म अनि सानो भाइ अनि त्यस मम्मी अनि भाइ जाने, हामी 4 जना चाहिँ गएर माटो लिएर आउँछौँ। माटो लिएर आएपछि चाहिँ हामी यहाँ फुल रोप्छौँ। त चाहिँ त्यसमा भर्छ चाहिँ भाइ, खोइ कत्रो झोला छ तेरो? तल चाहिँ त्यति भर्ने ल माटो त भर ल त्यसमा माटो। तभन्दा अग्लो रहेछ त धन लान्छ बेल्चा। कुरा गर्नुहुन्छ के न, बेल्चा पो लिएर जाने र? कस्तरी ल सबै ए तँ कस्तरी अरे? ल यस्तरी अरे भाइले चाहिँ झोलाबक आइसक्यो, सँगै लिएर जानुपर्छ। फेरि आइस आउँदैन त होइन मम्मी पहिला जानु त ब्याग मेरो भित्र राख्दै आउनु त कालो ब्याग भित्र राख्दै आउनु न। फेरि आउनुहुन्छ होला नि त। अनि त्यहाँ लिएर आउनु। हाम्रो स्यान्डी चाहिँ गर्नु थालिहाल्छ कि ओ स्यान्डी होला त्यस नबल। हाम्रोमा चाहिँ फुलहरू त्यस्तो राम्रो फुलिरहेको छ अहिले। यो फुल यो घडी फुल सदाबारको रहेछ कि, यस्तो मजाले फुल्छ। यो बटरफ्लाई फुल, यसको नाम आउँदैन। मेरो ब्याग माथि आएर राख्दैन र चार्जर हो माथि लग्दैन। ब्याग माथि नै हो छैन सिरानी हो त कालो ब्याग, ठुलो ब्याग हौ त्यो लग्दिन न। चप्पल चाहिँ यस्तो छ। अब हामी यस्तैमा जान्छौँ है सारा र मोटर गाडीमा। हाम्रो सफारी खाइसकेको छ। अब सफारीमा चढेर हामी जानेछौँ जङ्गल। आउँछ बाइकमा आउँछ कि केमा आउँछ? ए बोरा त नलिकन कता हिँडेको त नि। अब हामी गएको ल माटो लिनलाई चाहिँ लाग्यो। बेल्चा बोकेर हामी फुल रोप्नलाई माटो खोज्दै हिँड्न लागेको। अहिले झ्याममा दिन्छु चलाउनु सक्दैन भन्दाखेरि चलाउनु सक्छ। यसले चाहिँ कति उखाल्दो रहेछ हेरौँ त, कति भेला पार्दो रहेछ हामी चाहिँ त गर्छौँ है एउनी क्या यस्तो बाइकमा आउने र ल जाउँ। अब हामी माटो लिन गएको। जग्गा जानु पनि डर लाग्छ।
अरे हात्ती आउनु अरे क्या भरे हात्ती भेटिरहेको अरे भाइ हात्ती भेट्यो भने के गर्छस् घर लानुपर्छ होला एउटा टुटु अरे नजातौ त घर लिएर जान्थ्यो एकबाट मागेर छैन लागेर आइज ए गएर हामीसँग फरुवा छ होइन फरुवा दिन अरे फरुवा ठुलो फरुवा जुन माथि त्यो घरबाट लिएर जान्छ जङ्गल जानु लागेको जान्छस् पर्दैन खालि तिमीहरूलाई अहिले सबैजना लगेर तेरो मम्मीले मलाई कुटो भने के गर्नु जङ्गल कहाँ हिँडेर भन्छन् होला जङ्गल पुगेर किन लाग्यो हाम्रो गाउँ यस्तै छ हामी चाहिँ लाग्दैछौँ भाइ चाहिँ पुरा बाइकमा आउँदैछ हामी चाहिँ यता छौँ हाम्रो गाउँ यस्तो छ है गाउँ के आउँछ अरे भाइ हाम्रो चाहिँ हात्ती आउँछ हात्तीसँग भेट भयो भने चाहिँ कति वर्षको चाहियो मासतिर साथीहरू हामी चाहिँ जङ्गल यो त नर्सरी बारी अमला घारी यो त अमला जमुना होइन के अरे यो कुसुमहरू रहेछ है अनि हामी चाहिँ अब साइडको पत्ताहरू तोड्दै लाने हो क्या त पत्ता गरेर जङ्गल त यस्तो घारी छ कता कता माटो लानु खर्रै बाटो हेर्ने यो त डाँगी जाने बाटो गाई यहाँबाट डाँगी गइन्छ डाँगी तर डाँगी गइन्छ डाँगी जाने बाटो यहाँबाट डाँगी केराबारी सबै पुगिन्छ घरमा ल हामी चाहिँ आइपुग्यौँ यहाँ जङ्गलको बिचमा डर पनि लाग्दैन कहाँ चम्केर हिँडेको है त जङ्गलमा आएको अरे ढोरै लाग्ने गरी अब सातो उडिसकिसक्यो मान्छेको यहाँ आइज न यस्तो यस्तो खन्खान ल्याउने भन्दैछ नि त दुईटा बाटो छ अब एउटा एकै ठाउँबाट लिएर जानुपर्छ नि अब यतैबाट अब यहाँ यतैबाट लाने हो त्यस्तो बाटोको छेउछेउको लाने हो क्या हो त्यस्तै गुड यसले चाहिँ खन्दैछ गाइज अब चाहिँ हामी माटो खन्छौँ खै ल्याउनु त फरुवा ल्याउनु न फरुवा यस्तो फुर्र परेको नि अब खाने भएन क्या ल्याउनु त अब यो माटो लास्टमा चाहिँ माटो कसो लाने अरे क्या त्यो खन न भाइ अब यहाँ छेउछेउकै हो क्या अब पतङ्ग हटाएर पतङ्ग सहित लाने हो क्या ल ल अब हामी अब खनखान गर्छौँ ल खोइ कहाँ तपाईँले जुकाइ नै जुका टाँस्यो भने त मरेको नि फेरि जुका सक्सेस ल उतालाई चाहिँ त जुका ल अब चाहिँ हामी माटो खनखान पारेकै लु अब माटो खनखान पारेर यो पनि हटाइदिँदा पनि समाइदिनु त भाइ यताको तास त म हालिहाल्छु पोको पाको पारेर सोर्छु नि त यहाँ जुका देखेर टेन्सन भयो त ल अब चाहिँ हामी यहाँ उसले पनि काम गर्दैछ यदि त बोरामा हाल्छु हातैले हाल्छु
जुका चाहिँ नटासी भएको जुका कि गोडौला के पर्छ सक्नु त यता चाहिँ उठाउने यता राखेर हौ यताबाट हाँस्छु हाल्छु कि सुकना चाहिँ लगाउनु बेलचाले खप खप उगान भनेको ना दिदी हाल म बेलचाले अब गम गम खान्छ यता नि पनि बस्छ हाल्दिन्छु यता के भन्नु म भन्नु ल अरे यसरी खाने हो क्या बेलचाले गम गम निस्किन्छ यो के हो त मैले के हो त्यो के हो त्यो हुन्छ हुन्छ हाल्न त खाप न यसरी यो चाहिँ गर्नु यो चाहिँ सुकाउनु पर्छ हो एक सुकमा गएर सबै गरेर अनि गरेर सबै कस्तो गडेलाहरू हो म के छ त हौ नै तपाईहरु उतातिर तपाईँलाई देखाएर मजाले हामीसम्म देखिरहेको छ अलिकति आइज म भक्तिर टान्टा गाई छ अब यो दिदीहरू खण्डे हुन्छ बोल 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 मेरो भाइ बोल ए यो दिदीलाई जुगादेखि डर लाग्दो रहेछ कहाँ चाहिँ लागेन मलाई त लाग्दैन हामीले पहाडमा जुगाको कुन पहाड हाम्रो पहाड हामीले चाहिँ माटो साटो खनेर लाग्यौँ है कति छिटो कति छिटो परेन हौ काँच्दैन नि भगवान् अहिले देखान्छ आइज त ल अब चाहिँ हामी माटोहरू पनि लिएर चल्दिसक्यौँ कति छिटो हुँदो रहेछ यहाँ आइज न लाने त्यहाँनिर हाम फाल्दै थियो अहिले कता पुगिसक्यो अब चाहिँ हामी सारा जाने हो अनि त्यस पछाडि अब कोको पिठ त परेन त गोखाएछ त्यही त नि हामी अट्छौँ नि मान्छे त राम 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 बाँधा हो त पछाडि तर त झम्टिन आउला नि अनि यहाँ चाहिँ यस्तो छ गाई यो खालके के हो यो खालको मम्मीलाई चाहिँ जङ्गलमा फुल देख्नु भएन है दामी देखिन्छ उहाँ त लगेर पहिला पहिला राम्रो देखिन्छ नि त नि पहिला पर सधैँ लाने कहाँ उहाँ पर बाटोमै छ लगौँ न त के भयो पहिला पहिला चाहिँ हामी यहाँ जङ्गल आउँदै यत्रो माथि माथि यो भन्दा माथि माथि है अहिले यहाँ आउनु नि डर लाग्यो झन् मरे भगवान् त्यो पनि 12 बज्न आँटेको छ चलिहाल्यौँ छिटो कताबाट चढ्ने हो छिराउँछ होला होस् सिधा गएको न कसरी गरेको खाल्टा खुल्टिङ चाहिँ नपरमै सिधा भएर कस्तो अप्ठ्यारो चढ्नु पनि खुट्टा यस्तो गरेर राख्नुपर्छ पल्टिन्छ के पल्टिन्छ त नि पल्टिँदैन खुट्टा माथि राख्नु न माथि नै राख्ने हो खुट्टा पकाएन यो बेल्चा चाहिँ गऱ्यौँ भयो त ल जाऊ है तिमीहरू पनि ल जाऊ जाऊ गाइज बिस्तारै लिएर आइज है त्यसलाई बिस्तारै भाइ त्यसलाई पकाएर आइस त्यसलाई पकाएर बाबालाई पक्रि हुन्छ पछाडि पक्रिन्छ अहिले पछाडि तल भएर गरिरहेको अरे ल है गाइज हामीले चाहिँ माटो लिएर गयौँ यति धेरै माटो बोकेर तर अब फुल यस्तो दामी जगाइन्छ कि के भन्ने मेरो खुट्टा चाहिँ काट्यो भने नि तपाईँलाई है त कति धेरै टाइम लाग्छ होला भन्दै लागेन त गर्छ लाग्नु ल साथीहरू हामीले चाहिँ ल्याइसक्यौँ अब माटो अनि माटो चाहिँ निकालिन्छ यस्तो भारी हुँदैछ जङ्गलको माटो त आम्मा जङ्गलको माटो भारी भएर ल उचाल त भाइ तिमी यति उचाल्न सक्छौ सक्दैन भाइले यस्तो यति चाहिँ लिएको आमामा यस्तो गाह्रो हुँदो रहेछ है अब यसमा माटो बालुवा कोकोपिट के पिट मिसाउँदा त यति धेरै हुन्छ यति धेरै हुन्छ उचाल्न यति गाह्रो हुने क्या यति नसकिने काँचो माटो भएर नि भिजेको माटो भएर त्यही त नि बकेर हिँड्नु ल सक्दिनँ त बोक्न त म बोक्नु सक्ने भएको भए त किन नि यति दुःख म जुरुक जुरुक उचालेर घरभित्र पुऱ्याइहाल्थेँ नि होइन यता घरतिरको माटो अब जङ्गलको त पतङ्गहरू सब झरेर माटो बनिएको हुन्छ नि त्यसले गर्दा फुल अझ सप्रिन्छ राम्रो हुन्छ भनेर चाहिँ लिन गएको अब कस्तो हुन्छ के हुन्छ है अब त्यो चाहिँ फुल रोपेको बेलामा देखाउँला अब एकछिन अब रेस्ट गर्ने हो बडे काम छ ट्याक्क 12 बजेको घरमा पुग्यौँ कि मलाई यस्तो डर लाग्यो कि हतार हतार हुन्छ भनेर होइन ला 12 बजी त्यसपछि च्यान गाडी थियो नि त अन्त च्यान गाडी भएकोले गर्दा ला मरेको मान्छे ठाउँबाट पनि लिएर जाने हो कि क्या हो भने त्यहाँ तर्सायो भने घरमा त्यहाँबाट माटो किन लिएर आइस् भनेर तर्सायो भने भन्ने भएर डर लाग्यो यस्तो डर लागेको थियो कि त्यही पनि ठिकै छ हामीले परबाट लिएर आयौँ